हेलो रुजा आयो रमाइलो छ है। तर म हिँड्दाखेरि हल्लिसकेको छ्यामले भनेको नहल्ला भन्छ अब त हल्लिहाल्छ नि हिँड्नु चुट्टा लाग्छ अरे नि भयो। हामी चाहिँ गोदावरी हिँडेको है गाइस अनि हामी चाहिँ हिँड्दैछौँ मेरो साथी र म हामी चाहिँ गोदावरी आइसक्यौँ यहाँ ओइ झन्डै लडेको गोदावरी आइसक्यौँ भनेको तर साथीले चाहिँ त जङ्गल गइरहेछ उसले चाहिँ के हो नलाउने यार तिमी लाउ परी फनी टाइपको पानी पर्यो भने पनि बस्नमा धेरै ठाउँ छ नि त। हामी चाहिँ यस्तो ठाउँमा आइपुग्यौँ हरियाली ठाउँ। आजु यहाँ कति धेरै रोज थियो सबै झरेछ। रोजको फुल्ने टाइम सक्यो होला नि त दोस्त होला के मन्दिर हो कि यता चाहिँ मन्दिर छ त मन्दिर त रोजै छ यति टन्नै फुलेको सबै फुल यो चाहिँ रोजको बगैँचा त्यसो तर धेरै रोज फुलेकै छैन सकेछ किराहरू कराएर आएछ घाम नभएर है के नभएर अनुहार त कस्तो हाम्रो घिल्ला घाम नभएर हो हरियाली जङ्गल देख्न सक्नुहुनेछ राम्रो आउँदैन त्यही भनेको यार कति धेरै मान्छे हो धेरै मान्छेहरू त लाज पो लाग्छ ठुलो फुलमा भनेर आएको तर सब मरेर मुछाइसकेछ यो मात्रै हाँसिरहेको रहेछ एउटा होइन त साथी हो अब हामी गयौँ यहाँ सब मुर्छाइरहेको रहेछ अब हामी अर्कोतिर गयौँ यहाँ साथी झन्डै जम्प हानेको थियो अब उहीँ पनि जोगेर हिँड्नुपर्ने हुन्छ त्यस्तो धेरै यहाँ त्यस्तो धेरै फुलेको हुन्छ होला भनेर आएको थियौँ तर के भयो अनएक्सपेक्टेड रियालिटी भर्सेस एक्सपेक्टेसन भर्सेस रियालिटी भयो गाइज ए ऊ तल छैन साथी हामी त अर्को ठाउँमा लिएर जाँदैछौँ नि अब त्यहाँ चाहिँ अलिकति फुलेछ कि भन्ने हामीलाई आशा लागिरहेछ हो क्या न टिकटक भनेर त नाच्छु मान्छेहरू यति धेरै छ नि गाइजहरू मलाई फेरि मान्छे धेरै भएको बनाउनु सक्दिनँ कि म लाज लाग्छ होइन अलिअलि लाज लागेको जस्तो हुन्छ त्यस्तो धेरै पनि त होइन त्यो अलिअलि साथीको यो बिरालो चाहिँ मलाई मन परेछ क्या त्यो देखेको क्युट क्याट म नि क्याट बनाऊँ कि क्या हो भनौँ तर यहाँ चाहिँ अलिक दिन्छ माथि त्यो चाहिँ मेरो भनाइ मात्रै है गाइस फेरि उसको क्याट देखेर चाहिँ माया लाग्यो मलाई मेरो किटीको याद आयो मेरो किटी छ नि त एउटा घरमा छ जाँदा हेर्ने होला ए सब मुर्छाएको रहेछ यता पनि मुर्छाइसकेको रहेछ पानी परिया पनि होला कि अघि पानी परेर अघि त होइन तर यही पनि अलिअलि फुलेको भए त राम्रो देख्थ्यो है पुरै घाम नलाग्ने ओइला हो कि पुरै भइसक्यो तर ओइलेको सबै झऱ्यो क्या यो फुलहरू हेर्न आएको सब मरिसकेछ यही मात्रै एक दुईवटा मात्रै मुर्छाएर आएछ तपाईँहरू देख्न सक्नुहुन्छ फेरि पानी पर्न थाल्यो लिची जुस साथी तिम्रो पनि देखाऊ चेस गरेर खाऊँ न मेरो सबै झऱ्यो परेवा आइपुग्दैछ परेवा हेर न मेरो यहाँ यो कभर ठुलो भएर के पानी पर्न थाल्यो के भयो धेरै घोटे चाहिँ ग्याराज पनि आउँछ रात त भएर हामी यता जाउँ ल कता जाति टिस्टार गार्डन हेर्दै जाउँ यो पक्रेर जापानिज स्टाइल गार्डन हामी चाहिँ जापानिज स्टाइल गार्डन हेर्दैछौँ जापानिज स्टाइल गार्डन पानी पर्यो खोइ यही भएर जापानिज स्टाइल गार्डन भयो क्या जापानिज स्टाइल उसले पुरा प्राङ गरिरहेछ हौ पानी पर्न थाल्यो गाइस फेरि जुगा हुन्छ कि भन्ने पिर लाग्छ मलाई जहीँ गयो नि स्पेसल गार्डन हामी स्पेसल गार्डन हिँडेको है गाइस अब फेरि स्पेसल रेनर्सहरू चाहिँ फेरि आज सब कुराले प्राङ गरिसक्यो स्पेसल गार्डन रे जापानिज गार्डन रे तर छन् चाहिँ केही छैन रहेछ स्पेसल गार्डन साथी स्पेसल गार्डन यो स्पेसल गार्डन
जापानिज स्टाइल गार्डन हाम्रो चाहिँ एउटा घरमा त होला जापानिज टाइपको के खोइ कहाँनिर छ त्यो छामा देऊ कि जापानिज पनि थाहा छैन स्पेसल पनि यो रहेछ कहाँ जाने हामी स्पेसल गार्डन भनेर यस्तो रहेछ अब भयो त पारा मेरो पारा चञ्चले केही राम्रो देखिने आएर मैले त पुलले एउटा पुल थियो जस्तो लाग्थ्यो त गोदावरी बनैमा भन्ने एउटा गीत थियो मन मात्रै छ रहेन रहेछ त अरे भाइ क्या है some planted वाह दामी रहेछ यार प्लान्टको दुनियाँ रहेछ यहाँनिर हेर्न सक्नुहुन्छ तपाईँहरूले त्यस्तो पानी परेन है फेरि अर्कै ठाउँतिर पानी परेन पछि पछि जुम्रा पर्छ भन्थ्यो नि पानी परिरहेछ है गाइस हामी चाहिँ जङ्गल घुमेर आइसक्यौँ फेरि पनि राम्रो बनाइदिन्छ त्यो पनि जङ्गलमै छौँ ए अघि एउटा बाजेले यहाँनिर मेसिन चलाउँदै हुनुहुन्थ्यो के गर्ने किन हामी यता तलतिर आएको त है झन् हामी त मासतिर पनि हिँडेको होइन अब यताबाट यसरी नै निस्क्यौँ क्या उतै निस्क्यौँ मासतिर के हुँदैछ है हामी उता उकालो नजाउँ क्या जङ्गलमै घुमे भयौँ हामी आज दुईजना फेरि चिप्लिँदो रहेछ यताबाट म त फेरि आज लड्ने मात्रै काम भइरहेछ है साथीहरू बाटो चाहिँ यस्तो छ म चाहिँ फेरि लडी मात्रै रहेछु कि अघिदेखिको किन यहाँ जानु भनेको पानी परेर यता छौँ दुईजना बिजोक भयो बिजोक पानी पऱ्यो पानी ठुलो बस्ने ठाउँ पनि छैन यहाँ छैन यता चाहिँ फोटोसुट हुँदैछ अनि मेरो साथीलाई चाहिँ त्यहाँ जानु मन छ मलाई चाहिँ यहाँनिर फोटो खिच्नु मन छ अनि पानी परेर हामी चाहिँ यहाँ पुरै छाता ओढेर बस्छ यस्तो राम्रो फुल रहेछ यहाँ सिटी बजाएको भन्नुभयो जाने यहाँ हेर न साथी यहाँ पनि राम्रो रहेछ अब गयौँ कृपया गेटबाट जानु होला है साथी कृपया गेटबाट जानु होला अरे कृपया गेटबाट जानु होला गेटबाट हिँड्ने त हामी भगाइदिनु भयो हामीलाई होइन साथी सम्पूर्ण सबैलाई 5 बजे के पानी परेर हो घुम्न नि पाएन मजाले घुम्न पनि पाइएन कस्तो अल्छी लाग्दो अर्को दिन फेरि हामी कहीँ जानेवाला छौँ उताकोतिर हुन्छ नि लोटस अहिले फुल्दैन होला त है मलाई चाहिँ फुल्छ फुल्न त थाहा हामी चाहिँ अब घरतिर लाग्यौँ पानी नि पऱ्यो है अलिअलि घुम्यौँ अनि के भयो अनि 5 बजे गेटदेखि निक्लिनु भन्नुभयो अनि निक्ल्यौँ यस्तो भिजो